नमस्कार साथीहरु, के तपाईले कहिले यसरी सोच्नु भएको छ जनता अनि नागरिकमा के फरक छ भनेर? जनता भनेको के अनि नागरिक भनेको के त? जनता भनेको त्यस्तो व्यक्तिहरु हो जो एक समूहमा हुन्छ, जो कुनै पनि देशभित्र जहाँ कहीँ पनि आएको व्यक्तिहरु हुन सक्छ, त्यो जनता हो भने नागरिक भनेको के त? नागरिक भनेको त्यो हो जोसँग नागरिक पत्र हुन्छ, उसँग ऊ कर्तव्यमा बाँधिएको हुन्छ, ऊ नियम पालना गर्नुपर्छ भने नियम सरकारलाई पालना पनि गराउनुपर्छ, उसँग सरकारसँग माग्ने हक अधिकार हुन्छ, उसले आफ्नो नियमहरुमा बसेर कर तिर्नुपर्छ भने सरकारसँग आफ्नो हक अधिकार मागेको हुन्छ उसले, त्यो नागरिक हो। अहिले नेपालमा बालेन शाहको पछि धेरै मान्छेहरु लागेका छन्, ती जनता हुन् कि नागरिक त? के बालेन शाहले जनता कमाए या नागरिक? तपाई के राख्नुहुन्छ यसमा विचार? तपाईको आफ्नो विचार कमेन्ट तल गर्नु होला। के बालेन शाहले साँच्चै नागरिक कमाएका छन् या जनता? जनता त उनको पछि धेरै आएको देखिएको छ, के उनले नागरिक पनि कमाउन सके त? के उनको यत्रो देश दौडामा नागरिक पनि उनको सहमतिमा छन् होला? कमेन्ट गर्नुस् है त। नागरिक कति कमाए, जनता कति कमाए, फागुन 21 मा देखिनेछ त्यो त। उनको हाई हेलो त बढी नै भयो। अब उनले नागरिक कति कमाए त? जो साँच्चै भोट हाल्ने मान्छेहरु हुन्, जो आफ्नो सही सदुपयोग गर्न सक्छन् या सक्दैनन्। अनि एउटा कुरा, झापामा उनले कति नागरिक कमाएछन् भनेर फागुन 21 लाई कुराम है त। के बालेन शाहले फागुन 21 मा देशको नयाँ प्रधानमन्त्री बनेर देश सञ्चालन गर्छन् या गर्दैनन् त? कमेन्ट गर्नुस् है त। के भावी प्रधानमन्त्री बालेन शाह नै बन्छन् या अरु कोही पनि? भिडियो मन पर्यो भने लाइक, शेयर एन्ड कमेन्ट गर्नुस् है त। बाइ बाइ एन्ड नमस्ते। मेरो च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। सोको मनले चितवनले रोपेको बिउ हुर्किएर यसरी बढेको हो, फैलिएको हो। म सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्ण चितवनवासीलाई शिर झुकाएर शिर निहुर्याएर नमस्कार गर्न चाहन्छु। सबैलाई नमस्कार। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज देशभरिका जिल्लाहरूले के भनिरहेका छन् भने परिवर्तनको उद्घोष चितवनले जस्तो गरेको थियो त्यस्तै हुनुपर्छ, चितवन 2 को जस्तो मत परिणाम हुनुपर्छ भनेर देशभरिबाट भनेका छन्। अब चितवन 3, चितवन 1, चितवन 2 हामीले त के भएको रहेछ यहाँ भनेर हेर्दै आएका थियौं। यहाँ आउँदा त मैले एउटा नारा पो सुने, चितवन जिल्ला घण्टी किल्ला भन्दो रहेछन्, हो कि होइन? हो, चितवन जिल्ला, चितवन जिल्ला, चितवन जिल्ला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक परिणाममा बदल्ने बेला आएको छ। जसरी अन्यायमा पर्दा तपाईले न्याय दिएर हुर्काउनु भयो, मेरो के नाता थियो र तपाईसँग? आशीर्वाद दिन, माया गर्न घरमा छोराछोरी नाति नातिना सबै थिए। तर यो छोरोलाई तपाईले जुन माया दिनुभयो, जुन साथ दिनुभयो, म काल कोठरीमा पर्दा आँसु बगाउनु भयो, अन्याय पर्यो भन्दा हस्ताक्षर गरिदिनु भयो, म ऋणी छु। म कसरी तिर्छु मलाई थाहा छैन, मसँग बाँकी केही पनि छैन। सत्य छ, इमान छ, त्यही सत्य र इमानका बलमा 101 साथीहरूलाई संसद लिएर जाने हो यसपटक। उपस्थित आमा